लास्ट टाइम पोकको बेलीवाला मासुको चाहिँ सेकुवा बनाएको थिएँ। बोसो चाहिँ प्ल्यात्तुत्तै परिरहेको थियो क्या मुस्ने बेलामा, अनि खाँदा फेरि पनि के नपुगेको जस्तो फिल भइरहेको थियो। त्यही भएर चाहिँ यसपालि चाहिँ फल मासुको बनाउन जाँदैछु। फेरि सेकुवा भन्ने बित्तिकै नेवारी खाना पर्यो, अनि म चाहिँ यो कुरामा चाहिँ अलिकति कमजोर छु के, त्यही भएर मैले पनि सिक्नु पर्ने छ, प्र्याक्टिस गर्नु पर्ने छ। नेवारी अथेन्टिक टेस्ट ल्याउन नसके पनि यसपालि चाहिँ मैले अलिकति राम्रो गरेको हो कि पहिलाको भन्दा टेस्टमा पनि भन्ने चाहिँ भइरहेको थियो। पहिला सानो हुने बेलामा चाहिँ नेवारी साथीहरू पनि भएन, अनि ठुलो भएपछि नि भएन। ब्याचलरमा हुने बेलामा 2टा साथी थियो, तर उनीहरूले मलाई उनीहरूको घर कहिले खानै बोलाएन। त्यही भएर मलाई चाहिँ अथेन्टिक नेवारी स्वाद कस्तो हुन्छ थाहा भएन के। अब दोकानमा त पाइन्छ, तर घरको जस्तो त हुँदैन नि त। फेरि अहिलेसम्म चाहिँ मैले सबै खानेकुराहरू लगभग बनाइसकेको छु, तर नेवारी खानेकुरा बनाउँदा फेरि चाहिँ मलाई आँट आउँदैन के। नेवारी खानेकुराहरूको चाहिँ मलाई एक त प्रोपर आइडिया पनि भएन, अनि फेरि स्वाद पनि कस्तो हुन्छ मलाई ठ्याक्क थाहा छैन नि त। त्यही भएर अब चाहिँ नेवारी खानेकुराहरूतिर चाहिँ अलिकति एक्सप्लोर गर्नुपर्छ जस्तो लागिरहेछ। कमेन्ट सेक्सनमा नाम र रेसिपी छोडिदिनु होला। यति भन्दै ओके बाई।